आजको भिडियोमा चाहिँ हामीले रक पेपर सिजर गेमलाई चाहिँ बनाएका छौँ। तपाईँहरूले पनि यस्तै आफ्नो घरमा रक पेपर सिजर गेम बनाउन सक्नुहुन्छ। आफ्नो सानो भाइ बहिनीहरू घरमा कोही छ भने उसको इन्टरटेनमेन्टको लागि पनि तपाईँहरूले बनाउन सक्नुहुनेछ। यसलाई बनाउन अब सुरु गरौँ है त। यहाँ पहिले कटिङ गरेको कार्डबोर्ड पनि छ र हामीले आर्डिनो युनो युज गरेका छौँ। यहाँ तपाईँहरूले पनि आर्डिनो युनो युज गरिदिनु होला। र हामीले सर्भो मोटरको पनि यहाँ युज गरेका छौँ। हाम्रो अल्ट्रासोनिक सेन्सर चाहिँ यहाँ अवश्य नै युज हुन्छ, किनभने चाहिँ हाम्रो अल्ट्रासोनिक सेन्सरबाट नै सबै कुरा थाहा हुन्छ। र अब हामीले यहाँ आर्डिनोको चाहिँ केबल पनि लिएका छौँ, तपाईँहरूले पनि लिनु होला। हाम्रो यो कार्डबोर्ड चाहिँ पहिल्यै कटिङ पिस छ, तपाईँहरूले पनि अब आफ्नै साइजको अनुसारको चाहिँ कट गर्न सक्नुहुनेछ। तपाईँहरूले चाहिँ यहाँ हामीले देखाएको जसरी नै तपाईँहरूले चप्काउनु होला। तपाईँहरूले यहाँ ग्लुगनको सहायता बाहेक अरूको पनि सहायता लग्न सक्नुहुनेछ। हामीले चाहिँ यसलाई थोरै छड्के चप्काएका छौँ, तपाईँहरूले पनि यसै छड्केर चप्काइदिनु होला। हामीले छड्के चप्काएर चाहिँ हामीले यसलाई ट्रायङ्गलको सेप दिएका छौँ, किनभने अब हाम्रो रक पेपर सिजर गेममा चाहिँ हाम्रो रक सिजर पेपर चाहिँ हाम्रो 3टा मात्र हुन्छ। त्यसैले चाहिँ हामीले 3टा साइडको लागि 3टा मात्र बनाएका छौँ। तपाईँहरू पनि यसै गरी गरिदिनु होला। हामीले चाहिँ यहाँ सुपर ग्लुको पनि युज गरेका छौँ। तपाईँहरूले ग्लुगनको पनि युज गर्न सक्नुहुनेछ। यसमा चाहिँ तपाईँहरूले ग्लुगनको युज गर्दा नराम्रो देखिन सक्छ, त्यसैले चाहिँ तपाईँहरूले यहाँ सुपर ग्लु पनि युज गर्दा चाहिँ राम्रो हुन्छ। र तपाईँसित अभाइलेबल छैन भने चाहिँ गर्न सक्नुहुन्छ। हामीले अब रक पेपर सिजरको चाहिँ ड्रइङ चाहिँ हामीले प्रिन्ट गरेर ल्याएका छौँ। तपाईँहरूले पनि अब यसै गरी नै गर्नु होला। र हामीले सबैलाई एउटा एउटा ठाउँमा चाहिँ हामीले टाँसेका छौँ। तपाईँहरूले पनि यहाँ यसरी नै टाँस्नु होला। तपाईँहरूलाई चाहिँ यस्तो नयाँ नयाँ प्रोजेक्टहरू बनाउन मन छ, तपाईँहरूलाई पनि यस्तो नयाँ नयाँ प्रोजेक्टहरूको केही आइडियाहरू छ भने चाहिँ हामीहरूलाई पनि सेयर गर्न अवश्य नभुल्नु होला। तपाईँहरूले चाहिँ यस्तो प्रोजेक्टहरू आफ्नो स्कुलमा देखाउन सक्नुहुन्छ, एक्जिबिसनहरूमा काम लाग्छ। र तपाईँहरूले यसलाई चाहिँ हाम्रो आफ्नै घरमा सानो बच्चा बच्चीहरू छ भने चाहिँ त्यसको इन्टरटेनमेन्टको लागि पनि बनाउन सक्नुहुनेछ। हामीले सर्भो मोटर लिएका छौँ, त्यसमाथि चाहिँ हामीले ग्लुगन लगायौँ र त्यस ग्लुगन लगाएको क्यापलाई चाहिँ हामीले सर्भो मोटरको अघि टाँसेको चाहिँ हाम्रो रक पेपर सिजरको ट्रायङ्गलमा चाहिँ हामीले त्यसलाई टाँसेका छौँ। तपाईँहरूले पनि यसै गरी नै टाँस्नु होला। र हामीले एउटा बक्स लिएका छौँ, त्यस बक्समा चाहिँ हामीले सर्भो मोटरलाई चप्काएका छौँ। तपाईँहरूले हाम्रो यो तपाईँहरूले पनि एउटा केही स्ट्यान्ड बनाएर नै चप्काउनु होला, किनभने चाहिँ सर्भो मोटर फस्ने हुन्छ। त्यही भएर चाहिँ सर्भो मोटरको लागि चाहिँ एउटा स्ट्यान्ड बनाउनु चाहिँ अति नै आवश्यक छ। र हामीले अल्ट्रासोनिक सेन्सर लियौँ, त्यसको पछाडि चाहिँ हामीले ग्लुगनको सहायताले आइसक्रिम स्टिकलाई चप्काएका छौँ। तपाईँहरूले पनि यहाँ यसै गरी नै चप्काउनु होला। र तपाईँहरूले अरू गमहरूको चाहिँ यहाँ युज नगरिदिनु होला, किनभने तपाईँहरूको चाहिँ यो सेन्सर अरू गमहरू जस्तै सुपर ग्लुहरू युज गर्दा चाहिँ तपाईँको यो सेन्सरहरू बिग्रिने हुन्छ। त्यसैले चाहिँ हामीले यहाँ ग्लुगन युज गरेका छौँ। तपाईँहरूले नि ग्लुगन नै अवश्य युज गर्नु होला। र हामीले यहाँ आर्डिनो युनो र ब्रेडबोर्ड लिएका छौँ। र हामीले यहाँ आर्डिनोको 5 भोल्टलाई चाहिँ ब्रेडबोर्डको पोजिटिभमा र हाम्रो जिएनडीलाई चाहिँ नेगेटिभमा जोडेका छौँ। तपाईँहरूले पनि यसै गरी जोड्न आवश्यक छ। र हामीले अब अल्ट्रासोनिक सेन्सरसित पनि हामीले कनेक्सन गरेका छौँ। हाम्रो अल्ट्रासोनिक सेन्सरको चाहिँ भिसिसी
हाम्रो अब ब्रेडबोर्डको चाहिँ 5 भोल्ट नै हुन्छ, जिएनडी नै हुन्छ र टीको चाहिँ हाम्रो डिजिटल पिन 7 मा जान्छ, अनि चाहिँ हाम्रो टीको चाहिँ हाम्रो डिजिटल पिन 6 मा जान्छ है त। तपाईँहरूले चाहिँ अब मैले भनेको जसरी नै कनेक्सन गर्नु होला हैन। तपाईँहरूलाई पनि यस्तै साइन्सको प्रोजेक्टहरूमा चाहिँ मनपर्छ, गर्न मन लाग्छ भने चाहिँ हामीलाई पनि नभुल्नु होला। सर्भो मोटरमा सबै फिमेल टु फिमेल भएकाले हामीले मेल टु मेल जम्पर पार्ट लिएर चाहिँ त्यसमा कनेक्सन गरेका छौँ। तपाईँहरूले पनि गरिदिनु होला। र हामीले सर्भो मोटरको भिसीलाई चाहिँ हामीले आर्डिनोको 5 भोल्टमा, अनि जिएनडी र सिग्नल पिन चाहिँ हाम्रो डिजिटल पिन 5 मा है त। तपाईँहरूले पनि यस्तै नै कनेक्सन गरिदिनु होला। यो चाहिँ यहाँ सर्किट डायग्राम पनि देखाएका छन्, तपाईँहरूले यसलाई हेरेर पनि गर्न सक्नुहुनेछ। र हामीले आर्डिनोलाई चाहिँ ल्यापटपसित कनेक्ट गरेका छौँ। तपाईँहरूले पनि यसलाई कनेक्ट गरेर चाहिँ कोड हाल्नु होला र तपाईँले अब यसको वर्किङ मोडल हेर्न सक्नुहुनेछ है त। तपाईँले यहाँ हात देखाउनुहुन्छ र तपाईँको चाहिँ यहाँ ऱ्यान्डमली आउँछ कि तपाईँको कुनै पनि फिक्स हुँदैन, जतिखेर जे पनि आउनसक्छ। त्यस कारणले चाहिँ यो खेल्नमा पनि अति नै रमाइलो छ। तपाईँहरूले पनि यसलाई चाहिँ अब आफ्नो घरमा सानो बच्चा बच्चीहरू छ भने चाहिँ त्यसको लागि गर्न सक्नुहुन्छ। तपाईँहरूले यस्तो यस्तो नयाँ प्रोजेक्टहरू गर्न मन छ भने चाहिँ हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला।